गुड मर्निङ सबैलाई। एउटा यो हाम्रो हाइड्रो पावर सेक्टरको चार्ट एनालाइसिस गरौँ है त। सो के कसो मोमेन्टम आउन सक्छ र वाट विल बी द डिरेक्सन फर हाइड्रो पावर सेक्टर। ओके, हामीलाई क्लियरली देख्न सक्छौँ होला है, एउटा अप ट्रेन्ड च्यानलमा गइरहेको छ जान चाहिँ। अब सुरुमा अब यताबाट कुरा गरौँ। जुन चाहिँ हाम्रो यो माथिको लिक्विडिटी हन्ट गर्यो, लिक्विडिटी हन्ट गरेपछि चाहिँ के भयो, एउटा सेलिङ प्रेसर आयो एकदम, जो चाहिँ यहाँ फसेको थियो नि, धेरैजनाहरू यहाँ एक्जिट भयो है। अब कसैले पनि बायर्सहरूलाई पनि धेरै ट्र्याप गरे यो जोनमा। दुईवटा, एउटा बुलिस मार्बल क्यान्डल थियो र थर्ड क्यान्डल चाहिँ अब सुरुमा एकदमै राम्रो ग्रिन बनायो, त्यसपछि चाहिँ दे स्टार्टेड डम्पिङ द हाइड्रो पावर सेक्टर है त। सो हाम्रो चाहिँ एउटा करेन्ट कम्प्लिटली ब्रेकआउट अफ स्ट्रक्चर हायर हाई हायरको बनाउँदै गइरहेको थियो है, हायर हाई हायर लो फेरि हायरै बनाउँदै। सो जुन चाहिँ यो चाहिँ एउटा प्रोटेक्टेड लो थियो है, हाइड्रो पावरले यो ब्रेक गरेको भए चाहिँ हाइड्रो पावर चाहिँ एउटा बियरिस मोमेन्टममा सिफ्ट हुन्थ्यो। तर यहाँ चाहिँ के भयो, एउटा सर्ट टर्म करेक्सन आयो है। सर्ट टर्म के भने मिड टर्मै भनौँ, जस्ट नियरली 1 मन्थ 1.5 मन्थ नै भनौँ। र जुन चाहिँ एउटा हेभी डिस्काउन्टेड जोन थियो, त्यो जोनबाट एउटा हाइड्रो पावरले फेरि एउटा मोमेन्टम लिइरहेको थियो। र अहिले चाहिँ हामी के छौँ, एउटा अर्डर ब्लक जोन छ, यो पनि एउटा अहिले सप्लाई एरिया भएर बसेको जोन हो है, अर्डर ब्लक जोन। सो हाम्रो चाहिँ लास्ट थर्सडेको क्यान्डल कस्तो भने दोजी क्यान्डल भन्दैछ। यहाँ चाहिँ के भयो, दोजी क्यान्डल भोल्युम एकदमै धेरै आएको छ है। किनकि करेन्टली दुइटा ग्रिन क्यान्डल राम्रो बन्दैको थियो नि त। सो यो दिनमा पनि सुरुमा पम्प भयो, त्यसपछि मान्छेले मजाले बेचे है। अब चाहिँ हामीलाई हाइड्रो पावर मोमेन्टम आउनलाई के हुनुपर्छ नि, अब हाम्रो एउटा राम्रो ग्रिन क्यान्डल हाइड्रो पावरले यहाँ बनाइदियो भने, बुलिस मार्बल क्यान्डल बनाइदियो भने, यहाँ चाहिँ एउटा यो अर्डर ब्लक ब्रेक हुन्छ नि त। त्यसपछि हुन्छ यसले के काम गर्छ, ब्रेकर ब्लक काम गर्छ है भनेको। अर्डर ब्लक इन्भ्यालिड भयो, त्यसपछि अब ब्रेकर ब्लक काउन्ट हुन्छ, जुनले चाहिँ हाइड्रो पावरलाई मास्तिर जान्छ। अब निश्चय आज कस्तो क्यान्डल बनाउँछ है। त हामीलाई चाहिँ हाइड्रो पावरमा एनी हाउ एउटा ग्रिन क्यान्डल चाहियो। यहाँबाट चाहिँ रिजेक्सन क्यान्डल, रेड क्यान्डल बन्नु भएन है, किनकि रेड क्यान्डल बन्यो भने देयर इज हाई प्रोबेबिलिटी, रेड क्यान्डल बन्यो भने हाइड्रो पावर तल आउने चान्स हाई देखिन्छ है। किनकि अलरेडी हाम्रो यहाँ सार्टफल पनि छ, त्यही माथि हाम्रो यो एउटा फ्ल्याग बनिरहेको छ, त्यसलाई एउटा बिएस फ्ल्यागमा पनि देख्न सकिन्छ। सो हामीलाई हाइड्रो पावरमा एउटा ग्रिन क्यान्डल चाहियो आज हाइड्रो पावर सेक्टरमा। सो लेट्स होप ग्रिन क्यान्डल बनोस्। अब स्मार्ट मनीले मेबी स्टिल यो आज ब्रेकआउट हुन नदिन पनि सक्छ है, ख्याल गर्नु होला। सो ह्युज क्यास चाहिँ इन्जेक्ट नहुनु होला, प्रफिट राम्रो स्टक, प्रफिट छ भने स्टकहरूमा राम्रो सकेसम्म 89-90% चाहिँ बुक नै गर्नु होला। किनकि आजको हाइड्रो पावरको सेक्टर चाहिँ आज आज सन्डे, सो हाइड्रो पावरले चाहिँ एउटा डिसिजन दिन्छ जस्तो छ है आज भोलिमा चाहिँ एउटा राम्रो। जस हाम्रो लागि माथि नै ब्रेक भएको राम्रो है हाइड्रो पावर सेक्टर। ओके ल, अहिले यति भन्दै नै बिदा मागेँ।